औषधि कसै गाह्रो भयो के हो अब त्यो बुवा तपाईँ के अब खाने हुनुहुन्छ हामीले चाहिँ क्या सब के भएको त जा त बाबु अझै त कहाँ रहेछ बाबु चाँडैले न भेटेनस् वो आउँछ लिनुहोस् कुन थियो यो बुवा ल पाइने सधैँ खाँदा त बुवा लिनुहोस् अझै पानी खाँदा त बुढो के भएको छ हजुरलाई यो के को औषधि हो कहिलेदेखि खानु भएको छ त यो औषधि हामीलाई किन बताउनु भएन अब त हातेर खानु भएको औषधि के भएको तपाईँलाई भन्नु त हिजो बजार गएको थिएँ पेसाब जाँचेको औषधि डाक्टर साहबले दिनुभएको त्यही खाएको प्रेसर बढेको तपाईँलाई बुवा हजुरले हामीसँग के कुरो लुकाइरहनु भएको छ यो औषधि बिमारी यी सब के हो बुवा बुवा भन्नुहोस् न तपाईँले पक्कै पनि के न के कुरा लुकाउनु भएको छ मैले भनिसकेँ त तिमीहरूलाई मलाई यहाँ कस्तो गाह्रो भएको छ तिमीहरू पनि जा रात धेरै छिपिसक्यो तिमीहरू पनि सुतो मलाई पनि आराम गर्नु दिया मलाई केही भएको छैन तिमीहरू चिन्ता नगरोस् सुत्नु अलि तल सुत्नु जाऊ बाबु त गएर सुत केही चिन्ता नगर औषधि खाना छ अन्त हात दिनुहुन्छ बा म यो चिन्ता हटिन्छ जा जा हस् आमा
बुवाले मलाई सबै कुरा लुकाउनु भएको छ। किन होला? म उहाँको छोरा भएर पनि आज धेरै नराम्रो लागेको छ। बुवालाई यस्तो हुँदैसम्म पनि मलाई केही थाहा नभएको कस्तो छोरा हुँ म? यदि बुवालाई केही भइहाल्यो भने छ्या, म के सोचेर बसेको? म छु नि बुवाको लागि। मेरो बुवा आमालाई केही भएको म देख्न सक्दिनँ। कपाल लाने 1 घन्टा भइसक्यो। छिटो घर पानी जानु छ। अब बाहिर निस्किँदा कोहीसँग भेटौँला, बोलाउँला, शङ्ख गर्नुहुन्छ? अब शङ्ख गर्नुहुन्न भने जाउँला, नत्र पनि सम्झ। चुप लाएर त बढी किन बोले बढी? मैले त्यत्तिकै भने अब तपाईँ ल बिना हतियारको लडाइँ के लडिराख्नु? डायरी लिएर आइदिनुहोस्, म जान्छु। अन्त मलाई काम आउँछस् आफै लिँदैन। बोल्नै भएन नि यहाँ त। बुवा 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 नातेको बाबु त्यसरी आमा बुवा खै त्यही खाता हुनुहुन्छ के अरे? बुवा बुवा कस्तो छ अहिले हजुरलाई? ठिक छु त। तिमीहरूले सोच्दा सोच्दै झन् बिमार भइसक्यो म त। बुवा हजुरले कहिले यस्तो भएको थिएन। एक्कासी के भएको हो, के हुन लागेको हो? एकपटक चेक गरेर जाउँ अस्पतालमा। पर्दैन भने 1000औँचोटि भनिसकेँ त। अस्ति भर्खर चेक गरेर आएको, मैले केही देखाएको छैन। अब बुढो भएको शरीर यस्तै हो। ठिकै त भनेको छ नि बाबुले। एक्कासी चक्कर आउनु, लड्नु राम्रो कुरा हो र? एकचोटि हस्पिटल जाँदा के हुनेछ र? मैले भनिसकेँ त, कति जबरजस्ती गरेँ क्या। मलाई बिमारी नै बनाइसके। सुत्नु दे मलाई, जा। या बुढाबुढी नबुढी यस्ता कुरा लुकाइन्छ। तर यस्तो बेला भनेर फिक्स नभन्ने। आमा के भयो? किन रुनु भएको? सबै थोक ठिक हुन्छ। बाबुलाई केही पनि भएको छैन। म छु नि त। आमा नतिनिस्। अहिले हेर्दा पो ठिक छ नि त। पछि केही भइहाल्यो भने? आमा केही हुन्न, चिन्ता नगर्नुहोस्। कहिलेकाहीँ यस्तो हुन्छ कि आमा। अस्पताल जान भन्दा पनि मान्दैनन्। हामीलाई त मान्छे नै गर्दैनन्। कस्तो तिम्रो केटा के तेरा बाउ? आमा बालाई अहिले सम्झ छैन, त्यही हो ठकिनु भएको। तर एक दुई दिनमा उहाँ अस्पताल जान मान्नुहुन्छ। बाबु राम्ररी सम्झाए तेरो बाउलाई हस्पिटल जानको लागि। अस्ति पनि धेरै औषधि देखिएको थिएँ। के को औषधि खाएका लुकाइ लुकाइ? त्यो सब औषधि अस्पताल जाँदाखेरि सोधौँ कि आमा। बरु आमा यसो गरौँ, बालाई खुसी पारौँ। तपाईँ तेल लाउनुहोस्, म छेउमा बस्छु, अनि हामी दुईजना भएर सोधौँला। खुसी भएको बेलामा बाले आफ्नो कुरा खुस्काइहाल्नुहुन्छ कि? ल ल बाबु त्यसै गरी पकाउ के रे एकचोटि।
तर के मान्थे तेरा बाउ साह्रै जिद्दी छ। एकपल्ट कोसिस गरौँ न, मानि पो हाल्छन् कि। आमा पिर नगर्नुहोस्, म खाना पकाउँछु, बाबालाई जे जे चाहिन्छ तपाईँ हेर्नुहोस्। ल ल बाबु, आजको खाना तै पका। मलाई त आज केही गर्ने जाँगर लाग्छ छैन। पोखरी हो भाषा त होइन भने यो के भयो यसलाई? पहिला आँखा खोलिएछन्, ए मुख पनि बाँधिहाल्छ ल हेर। आमा मेरो पछाडि हात पनि बाँधेको छ, खोलिदिनुहोस् ल। ए फेरि पछाडि पनि बाँधिया रहेछ ल। हुन्छ नि यस्तो गरे होला त यसलाई। ल उठ्न सक्छ, उठ ल। शरीर बिस्तारो छ आमा, रातभरि बाँधेर मलाई। कहिले यस्तो गरे चिनेको छ मान्छे? खोइ आमा, मैले मान्छे नै चिनिनँ, तर भेट्यो भने म छोड्दिनँ। गएँ आमा म। होइन गाउँमा चोर पो पसेछ नि कि क्या हो? हुन त यसो के नै छ र? अब भने यो फाल्टोमा कसैले देख्दैनन्। म मर्दिन, मेरो केही अवस्था भएन है तपाईँहरूलाई। म जहाँ मर्न केही मतलब छैन है तपाईँहरूलाई। अब म मर्न गएँ, तपाईँहरूलाई आनन्द हुन्छ। म गइदिउँ। चिन हुनुहुने तपाईँहरूले मेरो सपोर्टै गर्नुहुन्न त। यहाँ च्यालेन्ज चलिरहेको छ, ट्याप ट्याप गरिदिनु न। हामीले तपाईँलाई के फुल दिनु? तपाईँको बुढोले पछाडिबाट दिइरहेको छ त फुल। आई लभ यु पुतली। गाइज ऊ चाहिँ मेरो बडीगार्ड हो क्या। म यहाँ लाइफमा छु, त यहाँबाट खुरुक्क जान्छस् कि दुनियाँले देख्ने गरी रामदुलाई आनु। अब के गर्नु त? तँ एक्लै हुँदाखेरि मैले यो फुल दिँदाखेरि तैँले लिँदैन, त्यही भएर तँ नि यहाँले देख्ने गरी तँलाई दिन आएको यो फुल। ल लिउ त। होइन लाइफमा बसेर कता व्यस्त हो केउटी? त्यस्तो केही होइन, मेरो बडीगार्डलाई तलब चाहियो अरे क्या। छिटो यो फुल ल्याऊ, ओइलेर झार्न लागिसक्यो, जामा लाउने। किन आज के दिन न्यु खोजिरहेको? खुरुक्क त जा। यसले फुल ल्याऊ मेरो फुलकुमारी। ए हो र मेरो मौरी बाबु हो नि। बसौ बसौ। के गर्नु? झन्नै मारेर भाइ। होइन यो पलमान्छाको छेउमा अहिलेसम्म कसैले लम्सी खुवाउन पारे थिएन। तैँले मलाई पारिस् होइन? तँलाई पहिला चाहेको छु चामल लाउने।
त छोरी पाउ क्या रे फेरि एउटा कमेन्ट आएको छैन तपाईँहरू अझै झगडा गर्दै गर्नुहोस् हामीलाई रमाइलो भइरहेको छ यो भिडियो भाइरल हुन्छ ल यो फुल्ने तेरो त्यो नाठोले माथिबाट हेरिरहेको छ भन्ने कुरो त मलाई राम्रोसँग थाहा छ नि मान्छे उल्लु बनाउनु त म पनि मान्छे च्याम्पियनै हो नि म पनि खतरै कलाकार हो नि हेलो वाइ गो लो गाई कोजिला नागा मामा कोदे कोदे फुमु गरङ्गा नागा मामा कोदे कोदे एक्सै नागा मामा कोदे कोदे फुमु गरङ्गा नागा मामा कोदे कोदे कथा छ गीत तामाङको छोराले गीत त खतरै गाउँछ नि होइन ए यो साल यहाँ पो रहेछ अब बाँचेन मेरो हातबाट अर्को बाद फेरि गरौँ ल पलमान त सोच कि मान्छे खान्छ सोच हो न अझ पक 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 भने तेरो नाम के रे बासे मेरो प्यारो बासे तँ मलाई त्यत्तिकै आवेशमा आएर लमसिङ फमलाई पार्न नखोज्न है जामा लाउने पुरा बुझ्नु छैन अस्ति त छ नि त्यो पुतली हो कि सुतली अनि त्यो नाठो मिलेर चाहिँ नि तँलाई मार्न खोजिरहेको थियो मैले त यसो टिरी घुमाएर चाहिँ नि तँलाई रुखमा बाँधेर चाहिँ नि मैले बचाएको पुरा बुझ्नु सुन्नु छैन कारतिर कुद्नु छैन रान माइकलको छोरो सान माइकल त्यत्तिकै मान्छेले लम्सिङ फम्ल्याङ पार्न खोज्दो रहेछ रान माइकलको छोरोले त अझै बढी बोल्छस् तिनीहरूले मेरो मुख बाँधेर गएका थिए त कोही मारेनन् त मलाई हत्तेरिका कस्तो यो त त्यो के को गोज्यालो के त्यो के भन्छ त्यो हत्तेरी त्यस्तै खालको त्योभन्दा नि गाई गुद्रेको रहेछ नि लम्सिङ फम्ल्याङ पारेर त्यो त तिनीहरूले तँलाई चाहिँ नि मुखमा बाँधेको देखेर यो यत्तिकै मार्छ बाँधेर छोडिदिएको रान माइकलको छोरो सान माइकल कुरा बुझ्नु छैन ए हो र बाँचेन अब तिनीहरू मेरो हातबाट ओ ठिक 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 नाछोड है नाछोड तिनीहरूलाई त छोड्नु हुँदैन नि लम्सिङ खम्ल्याङ पारेर अनि साँच्ची तँलाई त्यो जङ्गलमा झ्याउगिरीले लोरी सोरी सुनायो कि सुनाएन मलाई लोरी सोरी दोरी थाहा छैन मरिस न छु अहिले आवेशमा नआइज न त्यत्तिकै आवेशमा आएर हुन्छ त्यसको लागि त टिरिक लाउनु पर्छ त्यो टिरिक लाउनले फेरि यो पालमाञ्चलाई मात्र आउँछ हेर यहाँ सुन त्यो पुतली भन्ने कहाँ जान्छ के गर्छ के खान्छ म त्यसको पाची गएर अनुसन्धान गर्छु हेर है साँच्ची तेरो पनि काम छैन त तँ पनि हिँड्न त दुईजनै गएर अनुसन्धान गरौँला हुन्छ साथीहरू मेरो च्यालेन्ज चलिरहेको छ है थ्याङ्क यू मलाई ठुलो गिफ्ट पठाइदिइसिन् न कार पठाइदिइसिन् न बाइक पो हो थ्याङ्क यू सो मच अब कार ल कार पनि पठाइदिइसिनु हो थ्याङ्क यू सो मच अझै ठुलो गिफ्ट पठाइदिइसिनु ल थ्याङ्क यू यस ओहो कस्तो गर्मी भएको त घामले के को गर्मी पछाडि एउटा बुढी आमा रुखै बोकेर शीतल दिइरहनु भएको छ त है रे छोरी गर्नु खोज्दा के तैँले
बिहान पानी लिन जान्छु भनेर आएर पानी घरमा नलैकने यहाँ मोबाइल तिर्स्याएर के बोल्नुलाई आमा डलर कमाएको कि डलर कमाएर आफूलाई के गर्नु छ आज भोलि तैँले मलाई साह्रै सताउनु लाइस् अब तँलाई मैले के गरौँ भन् त अब कति दिनै सताउन र आमा छोरी मान्छे हो अरूका घर गइहाल्छु ल बोल्न पाएँ भने तैँले बढी नै बोलिस् म घर गएँ त पानी लिएर आइज पुटली सुतली अब यसलाई उल्लु बनाउन पर्यो आफूलाई यहाँ लाइभ बस्नु पर्ने छ फकाउनु पर्यो यसलाई फकाएर यो सब बारी खन्न लाउँछु अब मजा आयो बासे पुतली सन्चै छेउ बासु सुन न एउटा कुरा भन्छु मान्छौ यति मायाले बाँच्छु भनेका छौ भन न तिम्रो लागि मर्न पनि तयार नाइ 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 मर्नु पर्दैन हेर न म बारी खन्न आएको कस्तो अल्छी लागिरहेको छ खन्देऊ न तिम्रो लागि ज्यान हाजिर छ यति जा अब काम त आँखा चिम्लेर गरिदिइहाल्छु नि बारी खन्दा चाहिँ आँखा नचिम्ल ल फेरि तिम्रो खुट्टामा चोट लाग्ला क्या तिमीले पनि माया गर्छौ मलाई अनि अस्ति नै भन्नु पर्दैन त्यत्तिकै मलाई पागल बनाएर ल अब धेरै कुरा के गर्नु भएको छ बारी खन्छु भने नखोदा ला यो दुईजना त सँगै पो खान्न गए त मेरो पालन त फलाप भइगयो नि भाइ ओहो सान माइकलको छोरो सान माइकल तर केही छैन यसको त्यो नाटो बनाउँदा आइसकेपछि त लमसिङ खम्ल्याङ पारिहाल्छ त्यसपछि त कायदा खुल्यो बाउ पुलिस आमा हाल्दार छोरो मेल्टरी ए सानो स्वरले बोल्नु पर्यो नागा मामा कोदे कोदे फुमु घोर्गा नागा मामा कोदे कोदे साथीहरू स्वागत छ सबैजनालाई ट्याप ट्याप गर्नुहोस् ल थ्याङ्क यू सो मच ल है साथीहरू ट्याप ट्याप पनि गर्दै गर्नुहोस् ल गिफ्ट पनि फाल्नुहोस् है पुतली के का पुतली पुतली मैले मात्र भन्न पाउँछु अहिले त पवित्र भन्ने हो नि न त पुतली तेरो हो न त पुतली मेरो हो पुतली त अरू कसैको हो बासे